यस्तो समयमा हामी जिउँथ्यौँ जहाँ चाहिँ हाम्रो घरमा सुपरमार्केट आउँथ्यो अनि सुपरमार्केटमा चाहिँ धेरै कुराहरू ल्याएर आएको हुन्थ्यो उसले अनि हाम्रो पुरानो युज कुराहरू भत्केको कुराहरू हामी दिँदाखेरि हामीले नयाँ कुराहरू पाउँथ्यौँ आमेन तर भैयाले निकै लुटिहाल्थ्यो त त्यो अर्कै कुरो हो तर पनि तपाईँले एउटा एक्सचेन्जलाई देख्न सक्नुहुन्थ्यो परमेश्वरले पनि हाम्रो जीवनमा एउटा एक्सचेन्जलाई गर्नुभएको छ एउटा साट्ने कुरोलाई गर्नुभएको छ अनि यो साट्ने कुरो चाहिँ के हो भन्दा चाहिँ उहाँको रिसलाई उहाँको महिमामा उहाँको रिसलाई उहाँको क्रोधलाई उहाँले उहाँको मर्सीमा दयामा परमेश्वरले साट्नु भएको छ मैले विशेष गरी तपाईँहरूलाई रोमी 1:18बाट अनि एफिसी 2:1देखि 5सम्म पहिलो थेसलोनी 1:10बाट केही कुरोलाई विशेष गरी राख्न गइरहेको छु कसैले पढिदिनुहोस् न ल तपाईँसँग बाइबल छ भने रोमी 1:18 कसैले पढिदिनुहोस् त र दुष्टताको विरुद्ध स्वर्गबाट प्रकट भएको छ जसले सत्यलाई तिनीहरूका अधर्मले दबाइराखेका छन् विशेष गरी हामीले के कुरोलाई गरिरहेको छौँ भन्दाखेरि चाहिँ मान्छेको कुरोहरू चाहिँ मान्छे चाहिँ यति साह्रो कुराहरूमा पसेका हुन्छ कि परमेश्वरले स्वर्गीयबाट त्यो कुरोलाई रिभिल गर्नुहुन्छ धेरैचोटि हामीलाई धेरैचोटि कस्तो लाग्छ भन्दाखेरि चाहिँ हामी चाहिँ धर्मी छौँ जस्तो लाग्छ क्या सायद प्रभु पाउनु अगाडि त्यस्तो हुँदैन होला तर प्रभु पाइसकेर हामी चर्च जाँदै गर्दाखेरि धेरैचोटि हामी आफूलाई धर्मी महसुस गर्दै गरेको हुन्छौँ अनि एक समय यस्तो आउँछ जहाँ चाहिँ हामी आफूलाई पर्फेक्ट सम्झिँदै गरेको हुन्छौँ विशेष गरी तपाईँले नहुमको किताबलाई पढ्नुहुन्छ भने नहुमको अगमवक्ता नहुमलाई हेर्नुहुन्छ भने 1को सायद 2देखि 8सम्म पनि त्यहाँ पनि परमेश्वरको क्रोधको बारेमा यो कुरोलाई लेखिरहेको छ आजको दिनमा हामी यो कुरो किन टपिकलाई किन गर्नु परिरहेको छ भन्दाखेरि चाहिँ प्रेमको परमेश्वरलाई हामी हेर्छौँ प्रेमको परमेश्वरलाई जहाँ चाहिँ कुनै पनि कुरोहरू खोट छैन अनि बाइबलले पहिलो यूहन्ना 4:8ले यो पनि भन्छ कि गॉड इज लभ परमेश्वर के हुनुहुन्छ प्रेम हुनुहुन्छ अनि परमेश्वर प्रेम हुनुहुन्छ अनि हामी धेरैचोटि परमेश्वर प्रेम हुनुहुन्छ भन्दै गरेको हेर्दै गर्दाखेरि हामी एउटा कुरो चाहिँ बिर्सिन्छौँ उहाँको क्यारेक्टरमा उहाँको एट्रिब्युट्समा त्यो चाहिँ के हो भन्दा चाहिँ परमेश्वर प्रेम हुँदा हुँदा पनि उहाँ चाहिँ न्यायकर्ता पनि हुनुहुन्छ उहाँ चाहिँ जज पनि हुनुहुन्छ तपाईँले पिक्चराइज गर्नु चाहनुहुन्छ भने परमेश्वरलाई एउटा ल्याम्पसँग तुलना गर्नु सक्नुहुन्छ पाठोसँग तुलना गर्नुहुन्छ अनि सँगसँगै त्यो पाठो ठुलो हुँदै गएपछि चाहिँ हामीले के लाग्छ भन्नुहोस् त भेडा हुन्छ जस्तो लाग्छ नि है तर अघि बाउको सेवा हामीले बात गर्दै थियौँ बाबु सेवामा त्यो पाठा चाहिँ ठुलो हुँदै गएपछि चाहिँ भेडा हुँदैन रहेछ कि तर प्रकाशक किताबले त के भन्छ भन्दा त्यो पाठा त ठुलो भएर के हुँदो रहेछ भन्नुहोस् त के हुँदो रहेछ सिंह हुँदो रहेछ लायन हुँदो रहेछ हो प्रकाशक किताबमा हेर्नु भने जिजस चाहिँ येशू चाहिँ आफूलाई लायन अफ जुडा भनेर भनिरहेको छ र त्यसले गर्दाखेरि आजको दिनमा हामीले के कुरोलाई हेरिरहेको छ यो कल्चरमा यस्तो खालको संस्कृतिमा बसिरहेको छौँ जहाँ चाहिँ हामी सबैजनालाई माया गरिरहेको हुन्छौँ अनि हामी अस्तिको हप्ता मात्रै हामीले एकअर्कालाई कम्प्लिमेन्ट गर्ने कुरा गरिरहेको थियौँ नि है त्यो चाहिँ हाम्रो मायालाई देखाएको फेक भए पनि है निजै हाँसेर कस्तो राम्रो देखिरहेको छ भन्नु पनि एउटा काहीँ न काहीँ तपाईँको कन्सर्नलाई देखाएको हो नि अनि कसै एकछिन भए पनि खुसी हुन्छ अनि तपाईँको छेउमा निचेको हाँस्छ अनि सम्बन्धहरू बिग्रिँदैको पनि बनिँदै जान्छ अनि यो कल्चरमा बसिरहेको छौँ जहाँ चाहिँ हामीले प्रेमलाई यति साह्रो ठुलो बनाइरहेको छौँ कारण संसारमा अघि हामी बाबु सेवामा त्यही कुरो गरिरहेको थियौँ कि प्रेम चाहिँ परमेश्वरले यति धेरै हामीलाई गरेको छ अनि प्रेमको परिभाषालाई मात्रै हेर्दै गयो भने त्यो चाहिँ अनडिफाइनेबल प्रेम चाहिँ यति साह्रो ठुलो छ विशाल छ त्यसलाई हामी गहन गर्नै सक्दैनौँ अनि परमेश्वर आफैले प्रेमको परिभाषालाई भन्दै गर्दाखेरि परमेश्वरले पहिलो यूहन्ना 4:8मा त उहाँले भन्नुभयो कि गॉड इज लभ उहाँ नै प्रेम हुनुहुन्छ तर प्रेम चाहिँ लभ चाहिँ होइन है तर परमेश्वर चाहिँ के हुनुहुन्छ प्रेम हुनुहुन्छ गॉड इज लभ भनेर त्यो विशाल प्रेमको तपाईँले परिभाषालाई परमेश्वरले ठुलो प्रकारले खोलिदिनु भयो तर सँगसँगै परमेश्वरले के भनेको छ भन्दाखेरि चाहिँ उहाँले आफ्नो क्यारेक्टरलाई उहाँले देखाउनुहुन्छ कि
उहाँको गडलिनेसलाई, अधर्मीलाई परमेश्वरले त्यसै उहाँको सँग टाँसिनु उहाँले दिनुहुन्न, तर उहाँले के गर्नुहुन्छ, त्यो कुरोलाई उहाँको ज्योतिले प्रकाशमा ल्याउनुहुन्छ। र त्यसले गर्दाखेरि परमेश्वरको क्यारेक्टरलाई हेर्दै जाँदाखेरि नि परमेश्वर प्रेमले डल्लै भरिँदा पनि परमेश्वरको त्यहाँनिर के देख्नुहुन्छ भन्नुहोस् त, एउटा रात, परमेश्वरको एउटा क्रोधलाई पनि तपाईँले देख्न सक्नुहुन्छ। र त्यसले गर्दा परमेश्वर भन्दै गर्दाखेरि धेरैचोटि हामी चर्चमा चाहिँ कस्तो प्रकारले लिन्छौँ भन्दाखेरि चाहिँ प्रभु भन्ने बाबु जस्तो, क्या बाबु जस्तो हुनु चाहिँ एकदमै राइट हो, बाबु जस्तो प्रकारले लिँदै गर्दाखेरि, तर बाउको पनि एउटा एङ्गल हुन्छ क्याउ। मेरो छोरी र म कस्तो छौँ भन्दाखेरि चाहिँ हामी खेल्छौँ बस्छौँ, त्यसले मलाई बुढीमा हिर्काउँछ, घुसिले हो, म रिसाइहाल्दिनँ, तर एउटा पोइन्ट आउँछ क्याउ। त्यो पोइन्ट चाहिँ के हुन्छ भन्दाखेरि त्यहाँ चाहिँ अलिक मेरो कान रातो हुँदै गयो भने, अलिक दाँतहरू यसो बाँध्दै गयो भने चाहिँ त्यसले मलाई देखेर त्यसले बुझ्छ अब चाहिँ भयो छ भनेर, बुझ्नुहुन्छ नि है। र त्यसले गर्दाखेरि मैले के भन्नु खोजेको भन्दाखेरि चाहिँ परमेश्वर प्रेममा हुनुहुन्छ, अनि परमेश्वर सबै कुरोमा हेर्नुहुन्छ, परमेश्वर प्रेममा हुनुहुन्छ। तर सेन्ट्रल आइडिया आज तपाईँलाई बुझाउँदै गर्दाखेरि चाहिँ उहाँ चाहिँ रिसमा पनि हुनुहुन्छ, उहाँको क्रोध पनि छ। र त्यसले गर्दा यो क्रोध चाहिँ किन इम्पोर्टेन्ट छ आजको दिनमा हामीले बुझ्दै गर्दाखेरि चाहिँ यो एङ्गर चाहिँ, परमेश्वरको रिस चाहिँ किन इम्पोर्टेन्ट छ र किन हामीले बुझ्नुपर्छ भन्दाखेरि चाहिँ धेरैचोटि रिस भन्नु बित्तिकै, एङ्गर भन्नु बित्तिकै धेरैचोटि हामी कस्तो प्रकारले लिन्छौँ भन्दाखेरि चाहिँ अनकन्ट्रोलेबल आउटब्रस्टलाई सोच्छौँ। यस्तो फुटेर निक्लेको कुरो हो जो चाहिँ तपाईँको हातमा कन्ट्रोलै छैन, तपाईँले के गर्नु गयो अन्धा भयो यो तपाईँ, हुन्छ है त्यस्तो के हुँदैन हौ। म पहिला सानोमै स्कुल भागेको, आमालाई थाहा छ, यहीँ छ आमा, क्लास 5 कि 4 मा होला है, 4 तिर होला, स्कुलबाट म भागेको, म त स्कुलबाट भागेको, स्कुलबाट घर आएर खाना खाँदै गर्दा मेरो छेमाले मलाई त्यो धुको हुन्छ नि, त्यो के भन्छ थाल धुँदै गर्दा उसले चाहिँ त्यो थाल चाहिँ मेरो पछाडिबाट यसो लाँदाखेरि चाहिँ यहाँ घाँटीमा चाहिँ पानी छुएछ, अब छुएछ भनौँ न, त्यति सानो थियो, अहिले त्यति साह्रो याद पनि छैन, बिर्सिसकेँ मैले त। अन्त त्यो छुँदाखेरि चाहिँ मलाई यति साह्रो रिस उठेर सायद मैले ब्याडमिन्टनको त्यो डन्ठाले हिर्काएर त्यहाँदेखि चाहिँ म चाहिँ स्कुल ड्रेसमै घर छोडेर निक्लेको। अन्त आज निक्लेको भएको भए नफर्केर नआएको भए चाहिँ सायद म सिलगढीमा भाँडा धुँदै गरेको हुन्थ्यो होला कतातिर है, नभए के गर्दै गरेको हुन्थ्यो होला, सायद तपाईँले चिन्नु पनि हुन्थेन होला मलाई। अन्त तर रिस भने चाहिँ यति धेरै, तर त्यो चाहिँ कस्तो खालको रिस भन्नुहोस् त, तपाईँ अनि मेरो रिस चाहिँ कस्तो हुन्छ भने चाहिँ आउटब्रस्ट हुन्छ क्यौ, कुनै के भइरहेको हुन्छ, कसले ठक्कै छुइदिन्छ, प्लाट्टै फुटेर निक्लिन्छ। त्यो म के रेडी भइरहेको कुरोलाई छुइदिएको, त्यो बेलुनहरूलाई टक्कै छुइदिएको जस्तो खालि हुन्छ, अनि तपाईँलाई कोही बेला थाहै हुँदैन के भयो त्यस्तो भइरहेको हुन्छ। तर परमेश्वरको रिस चाहिँ त्यस्तो होइन, परमेश्वरको रिस चाहिँ त्यस्तो होइन। यो चाहिँ कस्तो हो भन्दाखेरि चाहिँ परमेश्वरको रिस चाहिँ अगेन्स्ट राइचियसनेस, धर्मिताको कुरामा विशेष गरी देखिरहेको हुन्छ। परमेश्वर चाहिँ पवित्र हुनुहुन्छ, परमेश्वर चाहिँ चोखो हुनुहुन्छ, पवित्र हुनुहुन्छ, अनि उहाँले चाहिँ कुनै पनि पापलाई आफूसँग टाँसिनु दिनुहुन्न। अनि उहाँ आफै अटोमेटिकली उहाँले आफूले भन्नुभयो भने ज्योति र अन्धकारसँग तुलना गर्नुभयो। अनि जसरी एउटा कमरा चाहिँ अँधेरो छ भने त्यहाँ लाइट अलिकति पनि हाल्नुभयो भने नि त्यो लाइट जहाँ पस्छ नि अन्धकार आफै भागेर जान्छ। काहीँ न काहीँ परमेश्वर चाहिँ पवित्र हुनुहुन्छ, टोटल उहाँ चाहिँ होलिनेसमा हुनुहुन्छ, उहाँ चाहिँ पवित्र हुनुहुन्छ। त्यो पवित्रतामा नि उहाँले टलरेटै गर्नु सक्नुहुन्न पापलाई। उहाँले पापलाई नि हुन्छ नि केही छैन, साइडमा बस्दा गर्नुहोस्, म अँगाला मारेर साइडमा राख्छु, म माया गरेर मिलाउँछु भन्नै सक्नुहुन्न। अनि उहाँले चाहिँ त्यो पापलाई एड्रेस गर्नै पर्छ। तपाईँले उत्पत्तिमा रोमी पनि एकछिन हेरिराख्नु न ल, रोमी 1:32 पनि पढ्नुहोस् त कसैले। रोमी 1:32 अनि कसैले यशाया पनि पढिदिनुहोस् न, यशाया 53 को खोलिराख्नुहोस् त, 9-10 हुनुपर्ने। यस्ता काम गर्नेहरू मृत्युको योग्य हुन्छन् भन्ने परमेश्वरको धार्मिक विधान जान्दै पनि
तिनीहरू यी काम गर्ने मात्र होइनन् तर यस्ता गर्नेहरूसँग पूर्ण सहमत पनि हुन्छन्। यहाँनिर विशेष गरी रोमीको किताब तपाईँले रोमी 1 को डल्लै हेर्दै गयो भने 18 अघि पढ्यौँ हामीले 32 पढिरहेको छौँ। यहाँ चाहिँ परमेश्वरको रिस चाहिँ उहाँ चाहिँ के भइरहेको छ भन्दाखेरि चाहिँ हाम्रो चोइसमाथि निर्भर गरिरहेको हुन्छ, हामीले छान्नुपर्ने कुरामाथि निर्भर गरिरहेको हुन्छ। यहाँ 53 पनि छ, तपाईँले पछि 53 को 10 देखि 9 देखि तपाईँले पढ्न सक्नुहुन्छ, तर म त्यसलाई छुँदिनँ। तर हामी उत्पत्तिमा हेर्दै गर्दाखेरि तपाईँले के पाउनुहुन्छ भन्दाखेरि उत्पत्ति 2 को 17 तिर तपाईँले हेर्दै गर्दा भन्दा चाहिँ परमेश्वरले जब अदनको बगैँचामा एउटा सबै कुरो राख्नुभयो अनि लास्टमा गएर परमेश्वरले जब त्यो उत्पत्ति 2 मा तपाईँले हेर्नुहुन्छ भने परमेश्वर सबै राखेर परमेश्वरले नियम राख्नुभयो कि तिमीले यो खायौ भने चाहिँ तिमी के गर्छौ, मर्छौ। अनि त्यो नियम जुन चाहिँ राखेको छ नि उत्पत्तिमा 2 को 17 मा, तिमीले यो फल खायौ भने तिमी के हुनेछौ, मर्नेछौ। अनि त्यो मर्नु भनेको नै के थियो भन्दाखेरि काहीँ न काहीँ एउटा साइन थियो, गर्नु हुँदैन भनेर। नगर्नु भन्ने कुरोलाई के देखाइरहेको थियो, साइन देखाइरहेको थियो। अनि त्यो गरे भने चाहिँ जजमेन्ट चाहिँ न्याय चाहिँ अटोमेटिकली पस्थ्यो। किन भन्दाखेरि चाहिँ परमेश्वर चाहिँ पवित्र हुनुहुन्छ, परमेश्वरले चाहिँ त्यो पापलाई आफूसँग जोड्नु सक्नुहुन्न। अनि अटोमेटिकली त्यो मान्छे चाहिँ के गर्ने हुने, मर्ने हुने हुन्छ अनि परमेश्वरदेखि टाढो हुने हुन्छ। अनि मलाई मन परेको अघि हामी कुरा गर्दै थियौँ, मानिस चाहिँ नि वास्तविकतामा त्यो दिन हेर्नुहुन्छ भने, त्यो टाइममा हेर्नुहुन्छ भने पापले मरेको चाहिँ होइन। मान्छे पापले चाहिँ मर्दैन, तर मान्छे केले मर्छ भन्नुहोस् त, केले मर्छ होला? त्यो उत्पत्तिमा हेर्दै गर्दाखेरि तपाईँले देख्नुहुन्छ नि त्यो फल उसले खान्छ अनि उसले के गर्छ, अदनको बगैँचाबाट निकाल्छ। तर तपाईँलाई थाहा छ वास्तविकतामा नि मृत्यु चाहिँ कति बेला आयो भन्दाखेरि नि जब उसले आफूले गरेको गल्तीलाई देखेन। परमेश्वर आउनुभयो अनि परमेश्वर आएर सोध्नुभयो, आदम आदम भनेर पुकारा गर्नुभयो अनि बोलाउनु भयो, तँ कहाँ छस् अनि तैँले के गर्दैछस् भन्दै गर्दाखेरि नि आदमले सायद आफ्नो हात उठाएर सरेन्डर गरेको भए, प्रभु आइ एम सरी, मैले के गरेँ मलाई थाहा छैन भनेको भए नि सायद आदम र हवा त्यो बगैँचाबाट निक्लिनु पर्थेन होला। तर उसले के गर्यो भन्नुहोस् त, उल्टा तपाईँले दिएको या स्वास्थ्यले काम बिगार्यो भनेर दोषाउनु थाल्यो। अनि स्वास्थ्यले पनि के गर्यो, साँपलाई दोषाउनु थाल्यो। लास्टमा सबैजना उत्पत्ति 3 मा हेर्नुहुन्छ भने सबैजनाले के खाएको छ, श्राप खानु परेको छ, सबले श्राप पाएको छ। र त्यसले गर्दाखेरि म तपाईँलाई के भन्नु खोजिरहेको छु भन्दाखेरि यो जब परमेश्वरको कुरोलाई हेर्छौँ नि, परमेश्वरको रातलाई, उहाँको रिसलाई, उहाँको क्रोधलाई हेर्छौँ भने त्यो चाहिँ हाम्रो लागि ब्युटिफुल हो। किनभने त्यसले चाहिँ काहीँ न काहीँ हामीलाई खारेर नि परमेश्वरको कुरामा हामीलाई अझै प्योर बनाएर लगिरहेको हुन्छ। त्यसले हामीलाई के बनाइरहेको हुन्छ भन्दा चाहिँ परमेश्वरसँग जोडिनको योग्यको बनाइरहेको हुन्छ। र त्यसले गर्दाखेरि यो चाहिँ यति साह्रो पावरफुल कुरो छ, तर यो पावरफुल हुँदै गर्दा पनि यो नेसेसरी छ, यो हुनै पर्छ। परमेश्वरको क्रोधमा हामी जानै पर्छ, किनभने हामी गएनौँ भने सायद हामीमा के हुन्छ भन्दाखेरि चाहिँ हामी कतिवटा कुरोमा हामी पछि हट्दै गरेको हुन्छौँ। र अझै यसलाई बुझ्दै गर्दाखेरि यही क्रोधले चाहिँ, यही क्रोधबाट हामी हुँदै गर्दाखेरि चाहिँ प्रभु येशू चाहिँ यो क्रोधको लागि आउनु भएको छ। र अझै त्यो कुरोलाई बुझ्दै जान्छौँ। हामी हेर्दै जाँदाखेरि, तपाईँले हेर्दै जाँदा के बुझ्नुहुन्छ भन्दाखेरि चाहिँ परमेश्वरको पवित्र प्रकारले जब हामी कल्भरी क्रुसलाई देख्छौँ भने, अघि हामीले हेर्दै थियौँ नि है, जब हामी यो क्रोधको विषयमा कुरा गर्दै गर्दाखेरि, यो रिसको विषयमा कुरा गर्दै गर्दा येशू ख्रीष्ट संसारमा आउनुभयो, त्यति बेला उहाँले के गर्नुभयो, कोरो हिर्काउनु भयो नि है, कोरो हिर्काउनु भयो। अनि तपाईँले हेर्नुहुन्छ भने धेरैवटा पास्टको तपाईँले एक्जाम्पलहरू हेर्दै जाँदाखेरि नि पास्टको एक्जाम्पल देख्नु भने इजिप्ट, मिस्र देशमा आएको 10 वटा प्लेगको बारेमा तपाईँले देख्नुहुन्छ। अनि लाल समुद्र फाटेको, अनि त्यसमा डल्लै सेनाहरू जति पनि थियो तिनीहरू डुबेर मरेको कुरालाई देख्नुहुन्छ। सँगसँगै तपाईँले इजरायलको एक्जाइलको बारेमा, इजरायललाई परमेश्वरले त्यागेको कुरोहरू अनि उनीहरूले अरू देशले उनीहरूलाई बन्दी बनाएको कुरोहरू पनि तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ के भइरहेको छ भन्दाखेरि चाहिँ नि पौलले यस्तो प्रकारले यसलाई भनिरहेको हुन्छ कि मान्छेलाई परमेश्वरले आफ्नै हिसाबमा छोड्नु भएको छ। परमेश्वरले आफ्नो मानिसलाई जब बनाउनु भयो, मान्छेलाई बनाउँदाखेरि परमेश्वरले त्यो चोइसमा
निर्णयमा छान्ने कुरोमा परमेश्वरले के गर्नुभएको छ मान्छेलाई दिनुभएको छ। अनि जब मान्छेलाई परमेश्वरले त्यसरी आफ्नै इच्छामा परमेश्वरले काम गर्नुको लागि दिएको छ भने मान्छेले चाहिँ नि आफ्नै बाटोमा परमेश्वरको बाटो होइन तर आफ्नै बाटो निर्माण गर्दै गरेको हुन्छ। अघि हामीले जसरी भन्दै थियौँ नि है कि एउटा परमेश्वरले त्यो कहाँ छ अनि के गर्दछ जब आदमलाई भन्दै थियो मलाई लाग्छ आदमले नि आफ्नो बाटो नबनाएर 10वटा कुरोलाई दोष नदिएर अन्त ऊ परमेश्वरमा आएको भने उसको चोइस सही हुन्थ्यो। तर आज उसको चोइस चाहिँ के भयो भन्दाखेरि चाहिँ नि टु ब्लेम गड, परमेश्वरलाई ब्लेम गर्ने उसको चोइस निर्णय उसको छान्ने कुरो चाहिँ आज के भयो भन्दाखेरि चाहिँ डिस्ट्रक्सनपट्टि भइरहेको थियो किनभने उसले परमेश्वरलाई नै दोषाइरहेको थियो। अनि जब परमेश्वरलाई दोषाउँदै गर्दाखेरि चाहिँ के भयो भन्दाखेरि चाहिँ तपाईँ अनि मलाई थाहा छ कि परमेश्वर कहिले पनि गलत हुनुहुन्न, उहाँ राइचियस हुनुहुन्छ। अनि आजको दिनमा हामीलाई सबैभन्दा समस्या आज के आइरहेको छ भन्दाखेरि चाहिँ आज हामी परमेश्वरलाई दोषाइरहेको हुन्छौँ हाम्रो सिचुएसनको लागि, आज हाम्रो कुराको लागि हामी कहीँ न कहीँ हामी कुराहरूलाई दोषाइरहेको हुन्छौँ। तर जब हामी यो दोषाउँदै गर्दाखेरि नि हामीले आफ्नै बाटो निर्माण बनाइरहेको हुन्छ, आफ्नै बाटोहरू खोलिरहेको हुन्छौँ जसले चाहिँ हामीलाई गाह्रो बनाउँदै गरेको हुन्छ। आज रोमीको किताबमा हेर्नुहुन्छ भने रोमी 5मा यो सुसमाचारको कुरा हो जो चाहिँ हरेक घोडा टेक्नुपर्छ। अल्टिमेटली सबैजना चाहिँ पापको कारणले मृत्यु ल्याएको छ अनि मृत्यु चाहिँ अनन्तको भएर गएको छ। जब रोमी 5:12 अनि रोमी 5:12 अनि 8:20लाई हामी हेर्छौँ भने त्यो सुसमाचारको रसल प्रकारको पद छ जसमा चाहिँ के भनेको छ भन्दाखेरि चाहिँ हामी सबैजना आजको दिनमा सृष्टि भएको हरेक कुरो चाहिँ मरेर जान्छ। अल्टिमेटली हामी सबै कुरोमा मर्छौँ अनि हामी परमेश्वरको न्यायमा हामी परेर आउँछौँ। यो न्याय भन्ने कुरो चाहिँ धेरैचोटि हामीलाई कस्तो लाग्छ भन्दाखेरि अघि रिस भन्ने कुरो चाहिँ नेगेटिभ भएको जस्तो है, रिस भन्दाखेरि हामी जहिले पनि त्यो खराब हो भन्ने जस्तो लाग्छ। तर परमेश्वरको रिस चाहिँ यो चाहिँ अनकन्ट्रोलेबल त्यो इमोसनको कुरो निक्लेर गएको होइन तर उहाँको क्यारेक्टर हो, उहाँको चरित्र हो जसमा चाहिँ उहाँले धार्मिकतालाई देखाउनु भइरहेको थियो कि उहाँले गलत कुरोलाई उहाँसँग राख्नु सक्नुहुन्न। तपाईँ अनि मैले आजको दिनमा नि परमेश्वरको यो क्यारेक्टर नदेखेको भए नि हामीले के देख्थ्यौँ भन्दाखेरि चाहिँ नि आज हामीले फेर देख्थेनौँ संसारमा। तपाईँ अनि मलाई थाहा छ यो न्यायको कुरा गर्दैछु मैले, तपाईँ अनि मलाई थाहा छ धेरैजना समाजमा जो गलत छ उनीहरू असल औदामा बसिरहेको छ। समाजमा जो मान्छेले गलत गरेको छ उनीहरूले राम्रो कुरोहरू पाइरहेको होला। तपाईँको जीवनमा मेरो जीवनमा पनि जो मान्छे गलत थियो जसले तपाईँको जीवनमा अनि मेरो जीवनमा गलत गर्यो ऊ पनि असल भएर गइरहेको होला अनि तपाईँलाई काहीँ न काहीँ लाग्छ होला के हो प्रभु भन्ने जस्तो लाग्छ होला। तर म तपाईँलाई बताइदिउँ परमेश्वर चाहिँ न्याय गर्ने परमेश्वर हुनुहुन्छ। परमेश्वर प्रेम गर्नुहुन्छ तर सँगै उहाँले न्याय पनि गर्नुहुन्छ। र त्यसले गर्दा आज तपाईँले देख्दै गर्दाखेरि के भयो गलत गर्ने मान्छे पनि राम्रो भइरहेको छ भनेर पर्छ। कतिजना मान्छेहरूले भन्छ नि है नेताहरू कति ढाँट्छ र पनि उनीहरूलाई राम्रो भइरहेको छ, प्रशस्त भइरहेको छ, लास्टमा हामी उनीहरूकोमा जानुपर्छ भन्ने भइरहेको हुन्छ। हेर्नुहोस् नेतालाई खालि होइन तर धेरै मान्छेहरू आज प्रशस्तको जीवन उनीहरूलाई उन्नति भएको जस्तो उनीहरूलाई सबै कुरो पाएको जस्तो तर ढाँटिरहेको हुन्छ, छलिरहेको हुन्छ। धेरै प्रकारको मर्डर गर्ने मान्छेहरू, धेरै गर्ने आज रेप गर्ने मान्छेहरू, धेरै गर्ने आज नराम्रो काम गर्ने मान्छेहरू पनि आज संसारको न्यायबाट उम्किएर असल प्रकारको जीवनहरू जिरहेको हुन्छ, असल प्रकारको समृद्धि भएको जीवनलाई उनीहरूले बिताइरहेको हुन्छ। अनि हाम्रो मनमा एउटा ठुलो प्रश्न हुन्छ के हो यो चाहिँ के भएको यो भन्ने जस्तो भइरहेको हुन्छ। परमेश्वर चाहिँ उहाँको क्रोध चाहिँ फ्युचरमा हुन्छ अनि आज प्रेजेन्टमा पनि हुन्छ। परमेश्वरले आजको दिनमा उहाँको क्रोधलाई न्यायमा पनि देखाउनुहुन्छ। हेर्नुहोस् जसरी आदमलाई भनेको थियो तिमी मर्छौ भनेर भनेको थियो तर तपाईँले अनि मैले देख्छौँ आदम अनि हवा मरेन हो किन भन्नुहोस् त। उनीहरू त त्यहाँबाट धपाइयो अनि उनीहरू त्यहाँबाट खेदेर उनीहरू अर्कैपट्टि गयो। तर तपाईँले राम्रोसँग बुझ्दै गर्दाखेरि तपाईँले भन्नुहुन्छ उनीहरू त मरेन त कति वर्ष बाँचेर उनीहरू त्यसपछि मर्यो। तपाईँलाई थाहा छ मृत्युको दुईवटा यसको डेफिनेसन छ।
एउटा मृत्यु चाहिँ कुन चाहिँ हो भन्दा शारीरिक मृत्यु, जो चाहिँ हामी मर्छौँ शरीरमा। अर्को मृत्यु चाहिँ कुन चाहिँ हो भन्दाखेरि चाहिँ आत्मिक मृत्यु, जो चाहिँ हामी परमेश्वरदेखि टाढो भएर हाम्रो जीवनमा आउँछ। आदम अनि हवा चाहिँ परमेश्वरदेखि टाढो भइरहेको थियो। अनि त्यसलाई चाहिँ हामी के भन्छौँ भन्नुहोस् त, मानिस परमेश्वर बिना चाहिँ मरिरहेको हुन्छ, ठिकै हो। त्यसलाई के भन्छौँ हामी, आत्मिक मृत्यु। हामी हाम्रो गाउँ समाजमा धेरै मान्छेहरू देख्छौँ अनि हामी भन्छौँ, प्रभु यिनीहरूलाई तपाईँले बचाउनुहोस्, यिनीहरूलाई तपाईँले नयाँ जीवन दिनुहोस्, उनीहरूको जीवनमा तपाईँले जीवन फर्काएर ल्याउनुहोस्, उनीहरू मरिरहेको छ भनेर हामी प्रार्थना गर्छौँ। के भनेको, साँच्चै नै मरेको छ? मरेको छैन। तर के भइरहेको छ, ईश्वर बिना, ईश्वरदेखि टाढो बसिरहेको छ। अनि ईश्वरदेखि एलिनेसन, परमेश्वरदेखि टाढो बस्नु पनि के हो भन्नुहोस् त, मृत्यु। परमेश्वर येशू नै गेत्सेमनीको बगैँचामा उहाँले प्रार्थना गर्दै गर्दाखेरि नि एउटा उहाँले कपको कुरा गर्नुहुन्छ। यर्मियाको किताबमा तपाईँले हेर्नु भने 25:15 तपाईँले पाउनुहुन्छ। भजन सङ्ग्रह 75 8 पनि त्यो कुरो पाउनुहुन्छ। अनि तपाईँलाई म मत्तीको किताब 26:39 विशेष गरी पढ्नु लाउँछु। 26:39 कसैले पढिदिनुहोस् त। येशू ख्रिस्टसँग भइरहेको यो चाहिँ गेत्सेमनी बगैँचाको कुरो, विशेष गरी परमेश्वर येशू ख्रिस्टले गरिरहेको प्रार्थनाको कुरो यहाँ लेखिएको छ। मत्ती 26:39 हजुर। अनि उहाँले अलिक अगाडि गएर लम्पसार परी प्रार्थना गर्नुभयो, हे मेरा पिता, हुनसक्छ भने यो कचौरा मबाट हटोस्, तरै पनि मैले इच्छा गरे बेमोजिम होइन, तर तपाईँले इच्छा गर्नुभए बेमोजिम होस्। यहाँ प्रभु येशूको कुरा तपाईँले हेर्दै गर्दाखेरि उहाँले कपको कुरा गर्छ। एउटा यर्मिया पनि पढ्दिनु त, यर्मिया 25:15 पनि। यर्मिया 25:15। परमप्रभु इजरायलका परमेश्वरले मलाई यसो भन्नुभयो, मेरो हातबाट क्रोधको दागमतले भरिएको यो कचौराले र ती जम्मै जातिहरू जस कहाँ म तँलाई पठाउने छु उनीहरूलाई त्यो पिउन लगा। यो जुन चाहिँ येशू ख्रिस्टले पिउँदै गरेको कचौरो चाहिँ विशेष गरी यर्मियाको किताब अनुसार चाहिँ यो चाहिँ ती मानिसहरूको न्यायको कुरोलाई देखाइरहेको छ, जो चाहिँ क्रोधको, परमेश्वरको क्रोधको कुरोलाई देखाइरहेको छ। अनि परमेश्वरको क्रोध चाहिँ आज तपाईँ अनि ममा आउनुपर्ने कुरो हो, तर येशू ख्रिस्टले त्यो क्रोधलाई के गरिरहनु भएको थियो, आफूमा समेटिरहेको थियो। अनि जब यहाँनिर मत्तीको किताब 26 हामी हेर्छौँ भने त्यही कपलाई चाहिँ येशू ख्रिस्टले पक्रेर उहाँसँग, पितासँग उहाँले प्रार्थना गरेर भनिरहनु भएको छ कि हुनसके यो कप चाहिँ, यो कचौरो चाहिँ मबाट हटेर गएको होस्, तर मेरो होइन, तपाईँको इच्छा पुरा भएको होस्। यहाँनिर यो कप अथवा यो न्याय चाहिँ के कुरोको हुँदैछ भन्दाखेरि चाहिँ तपाईँ अनि मेरो पापको न्यायको कुरो विशेष गरी येशू ख्रिस्टले बोलिरहेको छ। यो कचौरा चाहिँ परमेश्वरको क्रोध हो। यो परमेश्वरको क्रोध चाहिँ कहाँनिर तपाईँले देख्नुहुन्छ भन्दाखेरि चाहिँ कल्वरी क्रुसमा तपाईँले देख्नुहुन्छ। र कल्वरी क्रुसमा चाहिँ प्रभु येशूसँग जब तपाईँले हेर्नुहुन्छ भने प्रभु येशू क्रुसमा टाँगिँदै गर्दाखेरि चाहिँ दुष्टले प्रभु येशूलाई टाँगेको होइन, तर परमेश्वरले चाहिँ व्यवस्था बमोजिम अकर्डिङ टु द बुक उहाँले काम गरिरहनु भएको छ। जसको अर्थ चाहिँ के हो भन्दाखेरि चाहिँ आफूले भनेको कुरो जब उहाँले पहिला भनेको हुन्छ कि तिमीले यो खायो भने तिमी के गर्छौ, मर्छौ। अनि त्यही मृत्युलाई चाहिँ उहाँले पापको प्रायश्चितमा, पापको लागि चाहिँ उहाँले आफ्नो शरीर, आफ्नो प्राण, आत्मालाई उहाँले दिइरहनु भएको छ कल्वरी क्रुसमा। र त्यसले गर्दा यो पेन चाहिँ फिजिकल होइन येशू ख्रिस्टको लागि। जब येशू ख्रिस्ट त्यहाँ बसेर त्यो बगैँचामा बसेर प्रार्थना गरिरहनु भएको छ, यो पेन, यो दुःख चाहिँ येशू ख्रिस्टको लागि फिजिकल होइन, तर यो दुःख चाहिँ स्पिरिचुअल हो। आत्मिक मृत्युको उहाँले वेदनालाई लिइरहनु भएको छ। आत्मिक मृत्युको कुरोलाई उहाँले गरिरहनु भएको छ। अनि आत्मिक मृत्यु भनेको चाहिँ एलिनेसन फ्रम गड, परमेश्वरदेखि टाढो रहनु।
अनि प्रथमचोटि तपाईँले हेर्नुहुन्छ भने बाइबलमा हेर्नुहुन्छ भने फर्स्ट टाइम येशू ख्रीष्ट चाहिँ पितादेखि अलग भएको छ। त्यो क्रुसमा मात्रै त्यो घटना घट्यो जहाँ चाहिँ पिताले येशूलाई हेर्न सक्नु भएन अनि पिताको मुख चाहिँ सायद येशूदेखि के भयो अलग भयो। त्यति बेला तपाईँले देख्नुहुन्छ, तपाईँले भनेको सुन्नुभएको छ, बाइबलमा लेखिएको छ त्यहाँनिर पिताले पुत्रले भनेको छ, पिता हे पिता मलाई किन त्याग्नु भयो। अनि त्याग्नु भयो भनेको चाहिँ अबान्डन गरेको अथवा नहेरेको अथवा अवहेलना गरेको। क्रुसमा चाहिँ परमेश्वर तपाईँ अनि मेरो साटो उहाँ आउनु भएको छ। मजाको कुरो चाहिँ के छ भन्दाखेरि चाहिँ त्यो रात त्यो परमेश्वरको क्रोध चाहिँ एकदमै छ। परमेश्वरको क्रोध हाम्रो बिचमा छ, तर पनि परमेश्वरले होल्ड गरेर राख्नु भएको होइन, तर उहाँले अनलिस गर्नुभएको छ कल्भरी क्रुसमा। त्यसले गर्दाखेरि नि हाम्रो जजमेन्ट चाहिँ हाम्रो न्याय चाहिँ क्रुसमा भइसकेको छ र त्यसले गर्दाखेरि हामी चाहिँ आज क्रुसको कारणले गर्दाखेरि धार्मिक ठहरेको छौँ र परमेश्वर चाहिँ प्रेमिलो खालि हामी देखिरहेको छौँ, तर वास्तविकतामा परमेश्वरको क्रोधलाई चाहिँ परमेश्वर आफूसँग तान्नु भएको छ। यसलाई जो चाहिँ पाप भन्ने कुरो केही पनि जान्नुहुन्न थियो, उहाँले त्यो सबै कुरो उहाँले हाम्रो लागि पाप बन्नुभयो अनि कल्भरी क्रुसमा उहाँ टाँगिनु भएको छ। आजको दिनमा यो कुरा भन्दै गर्दाखेरि मलाई के लाग्छ भन्दाखेरि चाहिँ हिब्रूको किताब 12:29 कसैले पढिदिनुहोस् त, कि परमेश्वरको आगो चाहिँ कन्ज्युमिङ फायर लेखेको छ यहाँनिर। परमेश्वरको क्रोधको बारेमा विशेष गरी हामी कुरा गर्दै गर्दा दुईटा कुरो इम्पोर्टेन्ट हुन्छ। किनभने हाम्रा परमेश्वर भस्म पार्ने आगो हुनुहुन्छ। यहाँनिर परमेश्वर चाहिँ कन्ज्युमिङ फायर हुनुहुन्छ। परमेश्वरको रिस चाहिँ जेन्युन हो र त्यसले गर्दाखेरि आजको दिनमा तपाईँ अनि म नि अब कन्सिक्वेन्सेस छैन भनेर हिँड्नु मिल्दैन। तपाईँले गरेको मैले गरेको कुराको नि परिणाम छैन भन्दै हिँड्नुहुन्छ भने तपाईँ मूर्ख हुनुहुन्छ। यदि तपाईँ अनि म आजको दिनमा अब जे पाए त्यही गरेर हामी हिँड्दैछौँ भने तपाईँलाई लाग्छ यसको दाम तिर्नु पर्दैन भनेर तपाईँलाई लाग्छ भने तपाईँ गलत हुनुहुन्छ। तपाईँ अनि म आजको दिनमा आफ्नो लाइफलाई ठिक प्रकारले हिँडेको छैनौँ अनि त्यसको केही पनि परिणाम छैन भने हामी सोच्छौँ भने तपाईँ गलत हुनुहुन्छ। त्यो आगो छ, त्यो आगो छ जसले जलाउँछ, कन्ज्युम गर्छ। तर परमेश्वरको डर अनि भयमा हामी हिँड्दैछौँ भने त्यसले चाहिँ हामीलाई सान्त्वना दिन्छ। बुझ्नुहुन्छ नि, फ्री होइन। तपाईँ अनि मैले आज लाइफ जिउँदैछौँ, हामीले परमेश्वरको अनुग्रह फेभरलाई अनि मर्सीलाई मात्रै पाउँदैछौँ, इन्जोय गर्दै हिँड्दैछौँ भने अनि हामीले गरेको गलत चोइसहरू, गलत निर्णयहरू, गलत कुराहरूको केही दाम छैन, तिर्नु पर्दैन, यो चाहिँ त्यत्तिकै जान्छ भनेर तपाईँले सोच्नु भएको छ भने तपाईँ गलत हुनुहुन्छ। एक एकवटा कुराको हिसाब लेखेको हुन्छ, एक एकवटा कुराको, एक एकवटा कामको, एक एकवटा बोलीको हिसाब हुन्छ। र आज तपाईँ अनि म बोलेर निक्लेर जान्छौँ, हामी गरेर निक्लेर जान्छौँ, हामी सोचेर हामी उम्किन्छौँ, तर परमेश्वरको अगाडि नि सबै कुरोको हिसाब हुन्छ। त्यति बेला बाइबलले प्रकाशित किताबमा भनेको छ कि किताब जीवनको किताब मात्रै होइन कि, तर किताबहरू खोलिन्छ। के खोलिन्छ अरे? किताबहरू खोलिन्छ। कतिवटा किताब खोलिन्छ होला है, प्रिय है, गाह्रो पर्छ। म चाहिँ के लाग्छ भन्दा, म जहिले पनि के लाग्छ भन्दाखेरि यस्तो प्रोजेक्टर हुन्छ होला जस्तो मेरो सोचाइ है, त्यो मेरो सोचाइ, प्योरली मेरो सोचाइ। बाइबलमा काहीँ पनि छैन, तपाईँले बाइबलको कभरलाई कोट्याएर निकाल्नु भयो भने पनि पाउनु हुँदैन, किनभने त्यो मेरो सोच मात्रै हो। मलाई के लाग्छ भन्दा म मर्छु भने, म मरेर परमेश्वरको साथमा छु भने प्रभु र म हुन्छ होला अङ्गालामा र त्यो मुभीको हलमा, थिएटरमा, अनि अङ्गालामा बसिरहेको जस्तो लाग्छ क्याउ। अनि मुनिबाट त्यसरी प्रोजेक्टर चलाइदिन्छ क्याउ, पिक्चर, मेरो पिक्चर चल्छ अनि म चाहिँ त्यहाँ बस्छु प्रभुसँग। अनि मलाई कस्तो हुन्छ त्यो पिक्चर हेर्दै गर्दा, प्रभुसँग हेर्दै गर्दा मैले गरेको कुराहरू पनि चलाइदिन्छ त्यहाँ, अनि पिक्चर चल्दै गरेको हुन्छ, म र प्रभु बसेर त्यो मेरै पिक्चर हेर्दै गरेको हुन्छ। मैले बोलेको कुराहरू, मेरो त्यो पिक्चरमा चाहिँ मेरो
मैले गरेको मात्रै होइन, मेरो सोचाइ, मेरो भावनाहरू सबै देखा पर्छ। म उदाङ्ग हुन्छु कि म त्यहाँ बस्नु सक्छु कि सक्दिनँ है। परमेश्वरमा कतिको मैले क्षमा आएको छु, मैले परमेश्वरसँग कतिको मेरो कुराहरूलाई मैले मिलाएको छु। क्षमा माग्नु चाहिँ, रिपेन्टेन्स चाहिँ विश्वासको ठुलो खुड्किलो हो। प्रिय, हामी यस्तो जग्गामा बसेको छौँ कि जबसम्म हाम्रो सास छ नि, हामी परमेश्वरसँग फेरि जोडिन सक्छौँ। तर प्रभुले मेरो त्यो सिनहरू हुन्छ नि, मेरो त्यो सिनहरू जो चाहिँ देख्नु हुँदैन कसैले पनि, मेरो त्यो के भन्छ अब सोचहरू जो कसले पनि देख्नु हुँदैन, सुन्नु हुँदैन, परमेश्वरले के गरिदिनुहुन्छ भने सट्टै हटाइदिनुहुन्छ। यदि मैले त्यसको नि प्रभुसँग हिसाब मिलाएको छु भने, मैले पश्चाताप गरेको छु भने, त्यो कुरोलाई परमेश्वरसँग मिलाएको छु भने चाहिँ त्यो पिक्चर चल्दै गर्दाखेरि मलाई नि अब यो चाहिँ यहाँ चाहिँ मैले गल्ती गरेको छु हुन्छ नि आफूलाई, अब यहाँदेखि चाहिँ अब मेरो देख्छ है भने जस्तो हुन्छ नि। के हुन्छ भन्नुहोस्, यदि मैले पश्चाताप गरेको छु भने सट्टै त्यो सिनै काटेर फेरि अर्को सिनमा आउँछ, जहाँ त फेरि हिरो जस्तै हुन्छ, हिरोइन जस्तै हुन्छ। आज परमेश्वरले हाम्रो समयहरूलाई नै रिडिम गरिदिनु भएको छ उहाँको रगतले। हामी रिडिम भइसकेको छ, हामी धोइसकेको छौँ। तर यो पनि एउटा चोइस हो। आज परमेश्वरसँग म तपाईँले यो भन्दै गर्दाखेरि तर एभ्री बोलेको चाहिँ नि परमेश्वरले दाम तिर्नुहुन्छ। एभ्री बोलेको वचन, एभ्री गरेको वचन, एभ्री सोचेको कुरो चाहिँ परमेश्वरले दाम तिर्नुहुन्छ। यो फ्रीमा होइन, अनि परमेश्वरले नै यसको हिसाब दिनुहुन्छ। हामी रोमी 1:8 पढ्यौँ नि है। थिस्सलुनी, पहिलो थिस्सलुनी 1:10 पनि पढिदिनुहोस् त कसैले। अनि स्वर्गबाट आउनुहुने उहाँका पुत्र जसलाई उहाँले मृतकबाट उठाउनु भयो, उहाँकै प्रतीक्षा तिमीहरू गर्दछौ, अर्थात् यीशुको, जसले आउन लागेको क्रोधबाट हामीलाई छुटकारा दिनुहुन्छ। येशूले मात्रै हामीलाई आउन लागेको क्रोधबाट छुटकारा दिनुहुन्छ। हेर्नुहोस् है, परमेश्वरले नि जजमेन्टमा पनि क्रोधै आउँछ। हाम्रो लागि नि जजमेन्टमा पनि पर्खेको चाहिँ क्रोधै हो। तर परमेश्वरको क्रुसको बलिदानले गर्दाखेरि चाहिँ त्यो क्रोधमा चाहिँ हामी बाँचेर उम्किएर गएको हुन्छौँ। र त्यसले गर्दा कतिजना मान्छेले भन्छ कि आजको दिनमा भन्छ, पास्टर म त नर्कमा विश्वासै गर्दिनँ भन्छ क्या। अब के भन्दा है, विश्वासै गर्दैन, म नर्क र स्वर्गमा विश्वासै गर्दैन। तर तपाईँलाई खुसीको कुरो, तपाईँले विश्वास नगरे तापनि रियालिटी चाहिँ चेन्ज हुँदैन हो, किन भन्नुहोस् त। आगोमा तपाईँलाई हात हालेर म आगोलाई विश्वासै गर्दिनँ भने त्यो आगोले पोल्दैन तपाईँलाई कि पोल्छ? पोल्छ नि। रियालिटी चाहिँ, सत्य चाहिँ तपाईँले विश्वास गर्नुहोस् या नगर्नुहोस् चेन्ज हुँदैन। र त्यसले गर्दाखेरि नि त्यो दिन चाहिँ तपाईँ अनि मेरो लागि ग्रेटर जोयको लागि हुन्छ। जब हामी के देख्छौँ भन्दाखेरि परमेश्वरको दोस्रो आगमनलाई देख्छौँ, त्यो दिन चाहिँ ग्रेटर जोयको लागि हुन्छ। त्यो मर्सीमा हामी पस्दै गरेको हुन्छौँ, हामी परमेश्वरको मर्सीभित्र पस्दै, दयाभित्र पस्दै गरेको हुन्छौँ। त त्यो टाइम चाहिँ नि जुन चाहिँ व्यक्तिहरू परमेश्वरदेखि टाढो भयो, अन्याय भएको थियो नि मान्छेलाई, त्यति बेला तपाईँले न्याय भएको देख्नुहुन्छ। टोटल जस्टिसलाई परमेश्वरले रेस्टोर गरेको देख्नुहुन्छ। तर जस्टिस चाहिँ एकपट्टि नै बाङ्गो भएको चाहिँ हाम्रोपट्टि मात्रै देख्नुहुन्छ कि हामी चाहिँ मर्दै गएको हुनुहुन्थ्यो। हामी पनि तिनीहरू जस्तै गन्धक र आगोको भागमा जानु पर्थ्यो। तर परमेश्वरले तपाईँ अनि मलाई के गर्नुहुन्छ? रेस्टोर गरेर अलग्गै जग्गाहरू राखिदिनुहुन्छ। त्यसलाई चाहिँ अनमेरिटेड फेभर भन्छ, त्यो ग्रेस भन्छ। अनि हामी चाहिँ ग्रेसमा पस्छौँ। हामी पनि उनीहरूसँगै आगोमा पस्नु पर्थ्यो। तर परमेश्वरले तपाईँ अनि मलाई त्यो फेभरमा, त्यो ग्रेसमा राख्नुहुन्छ, त्यो मर्सीमा दयामा, उहाँको दयामा हामी बाहिर निक्लिन्छौँ, त्यो कुरोबाट बाँच्छौँ। तर त्यही टाइममा चाहिँ तपाईँले ठुलो न्याय देख्नुहुन्छ, जो चाहिँ ख्रिस्ट येशू बिना बसिरहेको थियो, अनि जो चाहिँ येशूसँगै भएर पनि आफ्नो जीवनलाई ठिक प्रकारले मिलाएको थिएन। परमेश्वरसँगको कुराहरूसँग, पश्चातापको कुरोहरूसँग, परमेश्वरको रगतमा धोइने कुराहरूसँग आफ्नो लाइफलाई ठिक प्रकारले परमेश्वरसँग एलाइनमेन्टमा राखेको थिएन, उसको पनि न्याय हुन्छ। र यो गाह्रो कुरो हो। इभन सायद मलाई लाग्छ कि जब हामी त्यो न्यायको बाटोमा जाँदै गरेको हुन्छौँ नि, मलाई लाग्छ क्रिस्चियन्सहरू पनि आज नर्कतिर पस्छ लाग्छ क्या। एउटै कारणले
पश्चाताप नगरेको कारणले, आफ्नो जीवनलाई फर्काएर फेरि परमेश्वरको बाटोमा नहिँडेको कारणले यो कुरो गाह्रो छ सुन्नु है। किनभने हामीलाई लाग्छ कि हामी चर्च खुरुखुरु आउँदा गर्दा, सङ्गति खुरुखुरु जाँदा गर्दा माथि हेडमास्टरले त्यो ठिक गरेको जस्तो के हो, प्रेजेन्ट र एब्सेन्ट हुन्छ नि, याद छ तपाईँलाई? प्रेजेन्ट सर भन्दाखेरि ट्याक्कै राइट गरिदिएको, एब्सेन्ट भन्दा ए लेखेको। अनि हामीलाई लाग्छ कि हाम्रो एब्सेन्स र प्रेजेन्समा चाहिँ परमेश्वरले हामीलाई मार्क गर्नुहुन्छ। होइन है, परमेश्वरले मार्क चाहिँ हामीलाई कसरी गर्नुहुन्छ भन्दा चाहिँ आजको यो सङ्गतिले तपाईँलाई कसरी नयाँ प्रकारले जिउनमा सहायता बनायो, तपाईँ ख्रिस्ट येशू जस्तो कसरी हुँदै गरेको हुन्छ, त्यो कोसिसमा परमेश्वरले तपाईँलाई हेरिरहेको हुन्छ। त्यो कोसिस चाहिँ प्रेमबाट आउँछ अनि त्यो प्रेमले चाहिँ तपाईँलाई रेस्टोर गर्दै गरेको हुन्छ। तर त्यो प्रेमबाट तपाईँलाई रेस्टोर हुँदै गर्दाखेरि म चाहन्छु एउटा हातमा चाहिँ तपाईँले बुझ्नुहोस् कि परमेश्वर चाहिँ कस्तो पनि हुनुहुन्छ, फियरफुल पनि हुनुहुन्छ, उहाँसँग डराउनु पनि पर्छ। जस्तै एउटा बाउ आफ्नो छोराछोरीको लागि डरलाग्दो चाहिँ हुँदैन, तर पनि त्यो डर चाहिँ छैन भने छोराछोरीमा, त्यो छोराछोरी बिग्रन सक्छ। त्यसले गर्दा आजको दिनमा तपाईँ अनि मैले आजको दिनमा वचन बुझ्दै गर्दाखेरि परमेश्वर पवित्र हुनुहुन्छ अनि पवित्र परमेश्वरसँग हामी बसिरहेको छौँ। एउटा फियर, डरलाई पनि हामीले एउटा ठाउँमा राख्नुपर्छ। हामी आजको यो संसारमा चाहिँ कस्तो खालको संसारमा बसिरहेको छ, सबै कुरो मेरो लागि, प्रभु पनि मेरो लागि जादुगर जस्तो भएको छ, जिनी जस्तो भएको छ धेरैजनाको लागि त है। प्रभु त जिनी जस्तो भएको छ, यो गर त्यो गर, यो गर्नुहोस् त्यो गर्नुहोस्, यो फल्ला त्यो भइजा त्यो भइजा, कस्तो राम्रो। तर प्रभु आजको दिनमा परमेश्वर जिनी जस्तो हुनुहुन्न, परमेश्वर चाहिँ परमेश्वर हुनुहुन्छ जो चाहिँ प्रेमले भरेको छ। तर उहाँले के पनि गर्नुहुन्छ भन्नुहोस् त, उहाँले जो चाहिँ उहाँमा छ उनीहरूलाई परमेश्वर प्रेममै जिएको चाहनुहुन्छ। हामी आजको दिनमा परमेश्वरको प्रेमलाई लिँदै तर उहाँको डरलाई चाहिँ पक्रेनौँ भने चाहिँ नि हाम्रो जीवन बाङ्गो हुन्छ, गाह्रो हुन्छ। र त्यसले गर्दा मलाई आजको दिनमा तपाईँलाई एउटै कुरो भन्नुलाई मन लागिरहेको छ, त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ हाम्रो सत्यलाई बुझौँ, ट्रुथ, सत्यलाई हेर्नुहोस्, तपाईँको बारेमा सत्य के छ आजको दिनमा, अनि एक्नोलेज यो सिन, आफ्नो पापलाई पनि मानिलिनुहोस्। किनभने परमेश्वरको न्याय चाहिँ साँच्चीकै न्याय हुन्छ, दिलगी हुँदैन। अनि हामी परमेश्वरको अनुग्रहमा चाहिँ, उहाँको ग्रेसभित्र चाहिँ समय हुँदा हामी पस्नुपर्छ। प्रिय, मलाई लाग्छ आजको दिनमा मैले यो म धेरैचोटि बोल्दिनँ, किन मलाई के लाग्छ भन्दाखेरि चाहिँ हामी एकदमै यस्तो खालको वचन जसले उत्साह दिन्छ त्यो वचन बोल्नुपर्छ जस्तो लाग्छ। तर त्यो भन्दै भन्दै पनि हाम्रो लाइफ चाहिँ परमेश्वरको डरमा छ भने चाहिँ ठिक प्रकारको लाइफ पनि हुन्छ। नभए चाहिँ हामी आजको दिनमा युट्युबमा हेर्दै गर्दाखेरि उत्साहको वचन मात्रै हुन्छ है, यता पनि देख्दाखेरि उत्साहको ज्यादा उत्साह भएर लास्टमा परमेश्वर नै नहोला जस्तो हुन्छ। बुझ्नुहोस्, परमेश्वरको क्यारेक्टरलाई बुझ्नुहोस्। आजको दिनमा तपाईँले के चोइस गरिरहेको छ, त्यो हरेक चोइसमा परमेश्वरले दाम तिर्नुपर्छ। अनि त्यो राहत पनि, त्यो क्रोध पनि परमेश्वरले लिइरहेको हुन्छ तपाईँलाई आउँदै गरेको, तपाईँको रङ डिसिसनको त्यो क्रोध पनि परमेश्वरले लिइरहनु भएको छ। तर परमेश्वरको अनुग्रह छ भन्दैमा तर हामी चाहिँ गलत गरिरह्यो भने परमेश्वरले तपाईँकोसँग सम्बन्धलाई टोट्नुहुन्छ। र त्यसले गर्दाखेरि यो अप्ठ्यारो विषय हो, तर हामीले बुझ्नै पर्छ कि हामी परमेश्वरमा छौँ, तर हाम्रो जीवनहरूले परमेश्वरलाई पोइन्ट गरिरहेको हुनुपर्छ। हामी ट्रुथमा, परमेश्वरको सत्यमा खडा भई परमेश्वरको कुरोलाई हामी एक्नोलेज गर्दै, हाम्रो पापहरूलाई एक्नोलेज गर्दै परमेश्वरमा जब हामी सिरियस प्रकारले आउँछौँ भने परमेश्वरको न्याय चाहिँ त्यही समयमा तपाईँमा खत्तम भएर जान्छ अनि तपाईँ चाहिँ धर्मी बनेर जानुहुन्छ। इभन दो तपाईँ अनि म पापी हो, तपाईँ अनि म बाँच्न सक्छौँ। ठुलो कुरो आजको दिनमा यही छ। आजको दिनमा हामी प्रभु पाइसकेको छौँ, यो कुरो हामीले पाइसकेको छौँ। तपाईँ प्रभु पाउनु भएको छैन भने म तपाईँलाई आग्रह गर्छु, समय हुँदा नै तपाईँले परमेश्वरलाई विश्वास गर्नुहोस् अनि परमेश्वरमा घुँडा टेक्नुहोस्। कारण पाप चाहिँ यो नदेखे तापनि, यसको परिणाम आज नै नआए तापनि, तर पापको ज्याला चाहिँ
जहिले पनि तिर्नुपर्छ। पाप फोकटे आउँदैन, यसको दाम तिर्नुपर्छ। यदि आज म त्यो पाप गरेर म उम्किन सक्छु भनेर म सोचिरहेको छु भने त्यो चाहिँ गलत छ। उम्किने जग्गा चाहिँ एउटै मात्रै छ, येशू ख्रीष्ट, जसले चाहिँ तपाईँ अनि मेरो पापको लागि बलिदान हुनुभएको छ। र त्यसले गर्दा तपाईँहरू यदि प्रभुमा तपाईँले नयाँ जीवन दिनु चाहनुहुन्छ भने क्रुसमा आउनुहोस्, अनि क्रुसमा येशू ख्रीष्टमा नयाँ जीवन तपाईँमा छ। यदि तपाईँ कोही हुनुहुन्छ जो परमेश्वरमा आएर पनि आफ्नो जीवनलाई ठिक प्रकारले राख्नु भएको छैन भने, समेटेर राख्नु भएको छैन भने, यो समय हो जहाँ फेरि हामी परमेश्वरलाई सरी भन्छौँ अनि परमेश्वरमा आउँछौँ। हामी चाहिँ त्यो आदम अनि हवा हुनु हुँदैन जुन चाहिँ आदम हवाले चाहिँ मौका पायो तर अरूलाई नै दोषायो, हो कि भन्नुहोस् त। मलाई मजा लागिरहेको थियो क्या, त्यो हवाले त्यो दिन चाहिँ नि सरी खालि भनेको भए सायद प्रभुले फेरि उसलाई रेस्टोर गर्नु सक्थ्यो। किनभने परमेश्वरको नि प्रेम चाहिँ परमेश्वरको क्रोधभन्दा ठुलो छैन। प्रेम चाहिँ जहिले पनि परमेश्वरको क्रोधभन्दा के छ, ठुलो छ। अनि यदि त्यो पाप चाहिँ त्यहाँ देखा परेको भए प्रायश्चितले चाहिँ त्यो पापलाई के गर्थ्यो, सायद धुन्थ्यो होला। तर त्यो टाइम पनि आदम अनि हवा चाहिँ एकअर्कालाई दोषाइरह्यो, अनि त्यसले गर्दा टाइम बितेर गयो। अनि उनीहरूको निर्णय, उनीहरूको चोइसले गर्दाखेरि आज डल्लै मानिस जाति नै पापमा परेर आएको छ। र त्यसले गर्दा तपाईँ अनि म आफ्नो कार्यको लागि आफै नै रेस्पोन्सिबल हुन्छौँ, परमेश्वर होइन। अनि यदि तपाईँले आफ्नो कुरोको लागि परमेश्वरलाई दोषाइरहनु भएको छ भने छोड्नुहोस् दोषाउनु, किन तपाईँ अनि म आफ्नै निर्णयको कारणले गर्दा समस्या परिरहेको हुन्छ। र त्यसले गर्दाखेरि परमेश्वर न्यायको परमेश्वर हुनुहुन्छ, परमेश्वर पवित्र हुनुहुन्छ, परमेश्वरको जीवन चाहिँ परमेश्वर चाहिँ प्रेम हुनुहुन्छ। अनि सँगसँगै उहाँ चाहिँ हामी जतिले पनि उहाँलाई आराधना गर्छौँ, उहाँलाई प्रेममा गर्दै गर्दा पनि हामी उहाँको फियरमा पनि, डरमा पनि आजको दिनमा हामी उहाँलाई आराधना गर्न सुरु गर्नुपर्छ। आउनुहोस्, म तपाईँलाई यही कुरोमा राखिरहेको छु आजको दिनमा। मलाई लाग्छ कि यसले तपाईँलाई काहीँ न काहीँ तपाईँको जीवनहरूलाई फेरि रिकलेक्ट गर्नु, अनि हामी पश्चातापट्टि जानु, सोच्नु, हाम्रो कामहरूलाई फेरि सही प्रकारले फेरि समेट्नु मौका मिल्छ। किनभने धेरैचोटि हामी संसारको कुरोले गर्दाखेरि धेरै अगाडि आइसकेको हुन्छौँ, अनि हामी जति अगाडि आउँछौँ हामी अगाडिको कुरोहरू बिर्सिँदै हामी अगाडि बढ्दै गरेको हुन्छौँ। तर परमेश्वरले आजको दिनमा तपाईँ अनि मलाई फेरि एउटा मौका दिएको होस्, रिकन्सिडर गर्नुहोस् आफ्नो लाइफलाई, फेरि नयाँ प्रकारले आफ्नो लाइफलाई फेरि परमेश्वरको अगाडि समेट्नुहोस्, अनि फेरि भन्नुहोस्, प्रभु म मेरो आफ्नो लाइफलाई फेरि तपाईँको अगाडि डेडिकेट गर्छु। त्यो पहिलाको प्रेम परमेश्वरले फेरि तपाईँलाई फर्काएर दिएको होस्। आउनुहोस्, हामी एकछिन आँखा चिन गर्छौँ। म वर्सिप गर्ने भाइहरूलाई अगाडि बोलाउँछु, अनि हामी जसरी गीत गाउँदै गरेको हुन्छौँ, हामी आराधना गर्दै गर्दाखेरि प्रभु भोजको लागि पनि हामी तयारी हुँदै गरेको हुन्छौँ।